हामीले पवित्र पार्नुहुन्छ। धन्यवाद छ प्रभु तपाईँ। प्रभु तपाईँलाई आजको यस प्रभु वचनको समयमा आएका छौँ अनि वचनको प्रार्थना चाहिँ यसै मण्डलीको पास्टरलाई अगाडि बोलाउँछु। वचनको प्रार्थना गर्नुहुन्न। वचनको लागि हामी प्रार्थना गरौँ। प्रभु तपाईँलाई धन्यवाद। तपाईँको जिउँदो वचन, तपाईँको वचन ल्याउँदै हुनुहुन्छ। हामी सुन्ने विश्वका कार्यमा नमस राख्ने यीशुको रगतमा दाबी गर्दछ र जसरी वचन सुनेर प्रत्येक परिवारले भिडियोमा समयमा म वचन मान्नको निम्ति रोल्पाबाट आउनुभएको हाम्रो आदरणीय पास्टर आउँदै गरेर सबैजनाले तालीले पढ्ने सुन्दै धन्यवाद सबैलाई जय मसीह छ। पास्टरजी मगुमा लाग्नुभएको अध्यक्ष परिवारहरू त्यस्तो गरेर जति पनि यो मगुमा आउनुभएको छ दाजुभाइ दिदीबहिनीहरू अहिले पास्टर अगुवाहरू फेरि पनि सबैलाई जय मसीह धन्यवाद छ है। अनि सातो दिनमा चाहिँ विश्राम गर्नुभएको छ। अनि 6 दिनमा किन बनाउनु भयो भन्ने कुराहरू चाहिँ उसले धेरै प्रेम गरेको कारण 6 दिनमा बनाउनु भएको। हालेलुया। धेरै प्रेम गर्नुभएको अनि नाम राखे होइन सुरुको मानिसको उत्पत्ति। अनि त्यसपछि अनि त्यस्तै गरेर जब यीशु ख्रीष्ट हाम्रो पापको लागि मुक्तिको लागि आउनुभयो अनि त्यसपछि उहाँ क्रुसमा भन्ने जीवित हुनेछु अनि स्वर्ग चालिनेछु अनि त्यसपछि 25 वर्षको दिनमा पवित्र आत्मा दिन्छु भन्नुभएको थियो होइन। अनि महिनाको भित्र पवित्र आत्मा दिनुभएको छ। अनि उत्पत्तिको हामी उठिलाई हेर्नेछौँ 2लाई हेर्नेछौँ। आदमको निम्ति तिनलाई सुनाउनको कोही सहयोगी पाएन। 27 तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्। हालेलुया। यदि हामी इमानदारी भएनौँ भने गाह्रो हुन्छ। किनभने आत्मिक जीवनमा हामी चाहिँ मगुनी गरेर पवित्र बिहा गर्छौँ। हालेलुया। किनभने यो बाइबलहरू चाहिँ एउटा आज्ञाकारी हो। मेरो जीवनमा हेऱ्यौँ भने मैले गरेको कुरा मैले यसुलाई नपाउँदाखेरि चाहिँ विवाह गरेको हो। विवाह चाहिँ 1 वर्षपछि बिहा गर्ने भन्ने कुरा भएको थियो। ल ठिकै छ भने मैले माया प्रेम बस छ राम्रो प्रेम हो के भयो 1 वर्षपछि गर्ने भन्ने कुरा लाग्यो। मेरो जीवनमा गर्नु मिलेको थियो हेर्दा गरेपछि पछि बुबाले 1 वर्ष लामो भयो अनि छुटाउनु भनेर पछि छुटाउने कुरा हो। त्यस्तो पनि हुन्छ। त्यसले गर्दा हामी चाहिँ विशेष गरेर मगनी गर्दाखेरि पवित्र बचाउनु पर्छ। त्यही भएर हामी हटारेको नसिकी गर्छौँ। प्रेम हट्ने हुँदैन न ढिट हुन्छ। प्रेमले आफ्नो रमाउँछ। प्रेमले सबै कुरा सहन्छ। सबै कुराको प्रत्याग गर्छ। सबै कुरामा आशा राख्छ। सबै कुरामा स्थिर रहन्छ। किनभने हामी त्यसको लागि हामी एउटा आज्ञाहरू विधिहरू पालन गर्दछौँ। मगनीको लागि म हाम्रो पाँचजनाजी र पाँचजना दिन्छु। सबैलाई जय मसीह। उहाँको लागि फेरि एकचोटि जोरदार ताली। मगनीको समय लागेको छ अनि मगनीको समय चाहिँ म यहाँ यस मण्डलीको आदरणीय पास्टरलाई दिनेछु। यस समय चाहिँ उकालीको नानीले मैले हिम्मत दियो अनुहारहरू हामीले अगाडि हेर्न पाउनेछौँ। तपाईँहरू हेर्न चाहनुहुन्छ कि चाहनुहुन्न? चाहनुहुन्छ। कृपयाले मानिस एक्लो रहन असल छैन र सारा संसारका सबै चिज सृष्टि गर्ने परमेश्वर हो। मानिसलाई कति प्रेम गर्नुहुन्छ। केटा नभएकोलाई केटी खोजेर दिने, केटी नभएकोलाई केटा खोजेर दिने कति असल परमेश्वर हुनुहुन्छ हो कि होइन? परमेश्वरले उद्देश्य दिन्छ र योजना दिन्छ। पछि पहिलो नम्बर 2 जनासँगै रहेर परमेश्वरको सेवाको लागि, दोस्रो नम्बर छोराछोरी जन्मिनको लागि, मण्डली स्थापना गर्नको लागि, र तेस्रो नम्बर यौन सन्ततिको लागि। त्यसै पनि 3 योजना पनि 3। त्यसैले गर्दाखेरि आज हामी अहिले मगनी कार्यक्रमतिर हामी अगाडि बढिरहेको छौँ। जसरी उत्पत्ति 24 मा आदमका जुन मुख्य नौकरको नाम एलिजारले सबै कुरो बताइसकेपछि त्यहाँका रेबेकाका घरमा परिवार
उदाहरणले के भन्न थाल्यो, हामी खराब अथवा के भन्न सक्दैन, परिवार यही छ, केटी यही छ, उसैले सोध्नु भन्ने कुराहरू भएको कारणले अहिले हामी केटा पक्षको घरघराना, केटी पक्षको घरघराना, केटा पक्षको केटी पक्षको अगाडि आउनु होला। अनि केटाको पनि साथी हुन्छ, केटीको पनि साथी हुन्छ, सबैजना यता आउनु। हामी अब कार्यक्रमलाई अगाडि बढाउँछौँ। केटा पक्ष परिवारलाई नै सोध्नु पर्यो, त्यसपछि केटी पक्षको आमा बुवालाई त्यसरी सोधेर पछि केटाकेटीले सोधे। आजको यो सोधनी कार्यक्रम चाहिँ भोलि विवाहमा पनि केही कुरो सोध्यो हो। आज हामी परमेश्वरको उपस्थितिमा र मण्डली परिवारको समारोहमा र पास्टर आफूहरूको रोबरमा आज हामी मगनी कार्यक्रम भइरहेको छ। हामीहरूको बिचमा आइल्यान्ड उद्धार मण्डली रोल्पाका गुणसारी नगरका सुपुत्र श्री कृष्ण नगर बुढा मगर धादिङ जिल्ला गङ्गाधाममा गाउँपालिका वार्ड नम्बर 2 जीवन ज्योति मण्डलीका रूपकुमार मनिषालामा मगनी गर्नको लागि अनि हाम्रो उहाँ अहिले बुढा आमा पनि हुनुहुन्छ, पास्टरिक सेवा पनि गर्दै हुनुहुन्छ अरे। बुढा आमा खुसी हुनुहुन्छ होइन? हजुर खुसी हुनुहुन्छ एकदमै। यो खुसी अहिलेदेखि लिएर जीवनको अन्तसम्म खुसी हुनुपर्छ। उहाँ आमा बुढा आमा खुसी हुनुहुन्छ, ताली बजाउनुहोस्। त्यसै गरी आइल्यान्डमा हामी उद्धार मण्डली रोल्पाका कृष्ण बहादुर बुढा मगरले तपाईँ हाजिङ जिल्ला गङ्गाधाममा गाउँपालिका वार्ड नम्बर 2 शरीर जीवन ज्योति मण्डली मनिषा लामालाई मगनी गर्न आउनुभयो। तपाईँ कृष्ण मगरले मगनी गरेर पवित्र विवाह बन्धनमा बाँध्नको लागि तपाईँ खुसी हुनुहुन्छ? र ताली गरेर बुढा खुसी हुनुहुन्छ, आमा खुसी हुनुहुन्छ, ताली गरेर खुसी हुनुहुन्छ। यो खुसी चाहिँ अहिलेदेखि लिएर जीवनको अन्तसम्म खुसी हुनु, कहिले बेखुसी कहिले खुसी होइन। किनभने परमेश्वरको जनहरूको बिचमा त सधैँ आयल उद्धार मण्डलीका भाइ कृष्ण बहादुर मगर तपाईँ भाइले मनिषा लामालाई आज पवित्र मगनी गरेर भोलि पवित्र विवाह बन्धनमा बाँध्नको लागि अनि पहिलो हुँदैछ। यदि परमेश्वरको उपस्थितिमा तपाईँ आफ्नै खुसीले कुनै कसैले कर्ज लगाएर मगनी गरेर पवित्र विवाह बन्धनमा बाँध्नको लागि मगनी गर्न खोज्नुभएको। मेरो समस्याहरूलाई धन्यवाद, ताली बजाउनुहोस्। यो इच्छा, यो खुसी अहिलेदेखि लिएर जीवनको अन्तसम्म इच्छा र खुसी हुनुहुन्छ। अनि त्यसरी नै अब कृष्ण बहादुर बुढा मगरजीले हाम्रो मनिषा कुनै नातिलाई आफ्नै इच्छाले मन गरेर मगनी गरेर लानुभयो। अनि उहाँसँग मगनी गरेर तपाईँ पवित्र विवाह बन्धनमा बाँध्न तयार हुन्छ? धन्यवाद, ताली बजाउनुहोस्। विवाह भएर गएर 1 हप्तापछि स्वामी बिरामी भएर एकदम साह्रै बिरामी। मेरो श्रीमती अब भर्खर विवाह भएर अब विवाह गरेर 1 हप्ता मात्रै भयो। के कारणले बिरामी भएको छ? हस्पिटलमा चेकअप गर्न जाँदाखेरि त 3 महिनाको बच्चा रहेछ पेटमा। अनि केटीलाई गएर तिम्रो पैसा तिम्रो पैसा मेरो श्रीमान भएर श्रीमान आयो भाइ मेरो श्रीमान
विवाहको अन्तिम हुनेछ। अब हामी के गर्ने? आमाहरूले सोध्नु पर्यो के गर्ने? अब के गर्नु? हामी यसरी नै हेरेर बस्नु के गर्नु पर्यो? ल आमाहरू भन्नुहोस्। मेरो कुनै कुनै पासो भनेर कुनै मेरो बिर्सिन्छ आमाहरूले सोध्छ बिहान अब के गर्नु? ल हुनुहुन्छ हो भन्नुहोस्। अब त्यसरी नै अब अब्रामको छोरा इसाकलाई केटी माग्न जाँदाखेरि ताली पर्छ। भन्नुपर्छ यो भोलिसम्म हामी विवाहको दिन पनि अब छुट्टै छ। आज भोलि कोही त अब 1 महिना 15 दिनसम्म त धैर्य धारण गर्नुपर्छ। जसले केही भनेको छ त्यसैले गर्दा आज रातभरि धैर्य धारण गरेर बस्नुपर्छ। भोलिको समय हो कि होइन? हामी अब कसै आगोहरू प्राप्त गरौँ। स्वर्गीय पिता तपाईँलाई धन्यवाद। आज यति प्रणाम प्रभु जीवित परमेश्वरको उपस्थितिमा मण्डलीका परिवारको अनि भोलि समाजको अहिले पवित्र मण्डली भइरहेको छ र भोलि पवित्र विवाह सन्तानलाई भन्न दिएर यो कार्यक्रम भइरहेको छ। तपाईँ परमेश्वर उहाँहरूको फिचरहरू बिजनको बिचमा तपाईँ एउटा मध्यस्थ गर्नुहुनुहोस्, धैर्य धारण गर्ने शक्ति र सामर्थ्य दिनुहोस्। पवित्र आत्मा भोलि यो दुई प्राणीले एकसाथ जोडिरहेको भन्ने तपाईँले आशिष दिनको लागि र तेस्रो नम्बर यौन सन्तुष्टिको लागि आफ्नो केटी आफ्नो केटा रोज्दै हुनुहुन्छ। त्यसै कारणले आशिष दिनुहोस् र पवित्र आत्माको ताजा अभिषेक दिनुहोस्। र हामी यहाँ उपस्थित जनसमूहको बिचमा तपाईँको आग्रह करार बन्नुभयो। यो करारले प्रभु आजको दिनदेखि जीवनको अन्तको दिनसम्म मजबुत हुँदै आशिष हुँदै अगाडि बढ्नुहोस्। तपाईँले सहायता गर्नुहोस्। यो कार्यक्रम तपाईँको हात प्राप्त 2 जना प्राणीहरू तपाईँको हात प्राप्त यसो प्रभुको नाम र धन्यवाद। अब सक्यो। तिम्रो मुटुमा मेरो दिल
महिमित येशूको नाउँले घनकियो मादल आज धिङताङ धिङताङ तालैले गुन्जियो स्वर्ग राज्य महिमित येशूको नाउँले आओ मिली गरौँ प्रशंसा हाम्रो राजा येशूको आओ मिली गरौँ महिमा हाम्रो राजा येशूको हे घनकियो मादल आज धिङताङ धिङताङ तालैले लड्यो आराधनाको आवाजले मण्डलीमा ताली गुन्ज्यो प्रशंसा गर्ने ती हातले यरीहोको पर्खा लड्यो आराधनाको आवाजले मण्डलीमा ताली गुन्ज्यो प्रशंसा गर्ने ती हातले आऊ सबै मिली गरौँ जय जयकार राज्य गर्छन् येशू सारा संसार आऊ सबै मिली गरौँ जय जयकार राज्य गर्छन् येशू सारा संसार गन्कियो मादल आज धिङताङ धिङताङ तालैले राजा येशू महिमाको योग्य हुन् एउटै प्रभु आऊ नाचौँ खुसी मनाऊ छन् हाम्रो साथैमा येशू प्रभु राजाहरूका राजा येशू महिमाको योग्य हुन् एउटै प्रभु आऊ नाचौँ खुसी मनाऊ छन् हाम्रो साथैमा येशू प्रभु आऊ सबै मिली गरौँ जय जयकार राज्य गर्छन् येशू सारा संसार आऊ सबै मिली गरौँ जय जयकार राज्य गर्छन् येशू सारा संसार घनकियो मादल आज हजारौँ लाखौँमा प्रभुले तिमी
आउँछन् दुःख कति आउँछन् बाधा रोक्न सक्दिन तर साथमा छौ म आउँछन् दुःख कति आउँछन् बाधा रोक्न सक्दिन तर साथमा छौ म तिम्रो साथमा सँगै तिमीसँग सँगै जे अवस्था भयो तिमीसँगै छु म तिम्रो साथमा सँगै तिमीसँग सँगै जे अवस्था भयो तिमीसँगै छु म हरेक पाइला सँगसँगै हिँड्ला दुःख साटौँला सुख बाटौँला हरेक पाइला सँगसँग हिँडौला दुःख साटौँला सुख बाटौँला जीवनभरि यो भजन यो प्रकारले सुनिसकेका छौँ। तपाईँ सम्पूर्णलाई धन्यवाद, किनभने स्वर र स्वरबाट हामीले यो खरजलाई गाउन सक्नुभएको छ। अब हामी आजको यो पवित्र विवाह सम्बन्धलाई आजको यो कार्यक्रमलाई हामी परमेश्वरको हातमा समर्पण गर्न गइरहेका छौँ र यो सुरुको प्रार्थना अथवा यो आजको यो पवित्र विवाह कार्यक्रमको समर्पणको प्रार्थना गरिदिनुको निम्ति सुरुको प्रार्थना गरिदिनुको निम्ति र जातिको मण्डली सेक्रेटरीका पास्टर हाम्रो बुबा दलबहादुर तामाङज्यूलाई सुरुको प्रार्थना अथवा आजको समर्पणको प्रार्थना गरिदिनुको निम्ति अगाडि आएर प्रार्थना गरिदिनुको निम्ति अनुरोध गर्दछु। विभिन्न टुर बस्ती अनि टाढाको यात्राबाट यो पवित्र विवाहमा उपस्थित परिवारलाई मेरो तर्फबाट जय मसीह। आजको हाम्रो कार्यक्रमलाई हामी परमेश्वरको हातमा समर्पण गर्नेछौँ। आउनुहोस् हामी सेवकै परमेश्वरको हातमा। सर्वशक्तिमान अति दयालु जिउँदो परमेश्वर पिता, तपाईँलाई हामी धन्यवाद दिँदछौँ प्रभु। आज तपाईँले हामीहरूमा प्रभु टाढा नजिकको यात्रा गरी अनि हाम्रो गाउँ टोलबाट प्रभुजी क्रोध भजनबाट प्रभु र प्रभुजी आज तपाईँले हामीहरूलाई आजमा छौँ येशू प्रभुको नाममा। धन्यवाद पास्टर बुबालाई। अब हामी लगातार हामी सबैको पाहुनालाई ध्यानमा राखेर अब हामी छिटोभन्दा छिटो हामी
सुरक्षित तरिकाले तपाईँ सम्पूर्ण आसन ग्रहणबाट हामी गर्न लागिरहेको छौँ। बाहिर अनि विभिन्न मण्डलबाट पार्टीबाट आदरणीय पास्टरजीहरू र संस्थागत सरकारी कर्मचारीहरू र परमेश्वरलाई धन्यवाद। सबै उपस्थित मण्डली परिवारलाई न्यानो जयमसी। प्रभुको महिमा भएको हामी आज पवित्र विवाहमा उपस्थित हुने परिवार र नव दाम्पत्य परिवारलाई पनि परमेश्वरको आशिष रहेका होस्। समयको मध्यनजर राख्दै म छोटो वचन हाम्रो बिचमा प्रस्तुत गर्नेछ। परमेश्वरले हामी सबैलाई आशिष दिउन्। हुन्छ, हामी एउटा बाइबलको खण्डबाट हामी हेर्नेछौँ। हिब्रू 13को 4 पदलाई म पाठ गर्नेछ। तपाईँ हामी सम्पूर्ण परिवारले ध्यान दिएर सुन्नेछ। हुन्छ, यहाँनिर यस खण्डमा हामी सम्पूर्ण परिवारले ध्यान दिएर सुन्नेछ। सबैको बिचमा विवाहको आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिग्रियोस्, किनकि धेरै चाहिएर गाविसहरूको हिसाब परमेश्वरले हेर्नुहुनेछ। आमेन। परमेश्वरले हाम्रो वचन पढाउन आशिष दिउन्। प्रभुलाई धन्यवाद। आओस् हामी छोटो प्रार्थना गरौँ। पवित्र आत्मा तपाईँ जीवनमा धन्यवाद दिनुहोस्। हामीलाई
पवित्र मन्दिरमा विशेष लामो समय प्रार्थना पश्चात पवित्र आत्मा परमेश्वरले भाइ र बहिनीको बीचमा जुन पवित्र विवाह बन्धनमा बाँधिने काम भइराखेको छ, पवित्र आत्मा हजुरलाई स्वागत गर्दछौँ। तपाईँको अभिषेक प्रभु हामी प्रत्येकलाई दिनहर प्यारो प्रभु तपाईँलाई धन्यवाद। जसरी महान परमेश्वर तपाईँले दाउदलाई विजय दिने परमेश्वर, हन्नाको प्रार्थना सुन्नुहुने प्यारो परमेश्वर, अयुबको सुदिन फुर्काउनुहुने पवित्र आत्मा तपाईँलाई धन्यवाद चढाउँछौँ। जसरी एलियालाई खुवाउनु हुने परमेश्वर, एलिसालाई आत्माको दोब्बर भाग दिनुहुने प्रभु तपाईँलाई धन्यवाद। धन्यवाद छ परमेश्वर यो आजको वचन तर प्रभुको हातमा राख्छौँ। प्रभु तपाईँले अनुग्रह गर्नुहोस्। धन्यवाद प्यारो परमेश्वर, सबै कुराको लागि आशिष अनुग्रह चाहन्छौँ यसो प्रभुको नाममा। क्रिस्चियन परिवारमा हुनुपर्ने गुणहरूको बारे हामी सबै मण्डली परिवारले छोटो समय हामी सुन्नेछौँ। परमेश्वरको आशिष रहेको विवाह चाहिँ एउटा आशिषको कुरा हो है। विवाहमा बाँधिने भाइ र बहिनी एकदम पवित्र हुन अति जरुरी छ। परमेश्वरको वचनले भनिएको छ ओछ्यान नबिर्सियोस् है। अनि हाम्रो सरल भाषामा भन्नुपर्दा अनि सँगै नसुतेको हुनुपर्दछ है। सायद विवाह भइसकेका विवाह नभएका परिवारहरूले सबैले परमेश्वरको वचनलाई मनन गर्न अति आवश्यक छ। यसकारण परमेश्वरको वचनले भन्दछ ओछ्यान नबिर्सिएको होस् भनेर प्रभुको वचनले भन्दछ। यसकारण विवाहमा चाहिँ संसारले दिएको जस्तो आनन्द होइन है। अनि परमेश्वरले बेग्लै छुट्टै आनन्द परमेश्वरले राखिदिनु भएको छ। सायद यो विवाह भइसकेका परिवारहरूलाई सबैले थाहा छ है। यसकारण परमेश्वरले दिने आनन्द चाहिँ हामी संसारको आनन्दभन्दा त्यो बेग्लै आनन्द छ है। यसकारण परमेश्वरले सबै परिवारलाई आशिष दिएका होस्। र अनि हामी परमेश्वरको वचनले भन्दछ हामी अन्य जाति अविश्वासीहरू बीच हाम्रो विवाह हुन हुँदैन है। हामी वचनले केही कुराहरू हाम्रो बीचमा प्रकट गराउँदछ। त्यसकारण हामी विश्वासी परिवारले विश्वासी भित्र नै विवाह गर्नुपर्दछ। हाम्रो पूर्वको अर्कै परमेश्वर, पश्चिमको अर्कै परमेश्वर, उत्तरको अर्कै परमेश्वर, दक्षिणको अर्कै परमेश्वर हुनुहुन्न। हाम्रो साधारण परमेश्वरले आफ्नो जोडी चाहिँ प्रभुले छुटाउनुहुन्छ। त्यसकारण हामी विवाह गर्न हतार गर्नुहुन्न है। हतारको विवाह चाहिँ अनि फुर्सदमा पछुताउनु पर्दछ। यसकारण विवाह गर्दा भाइ र बहिनीले एकदम निरन्तर प्रार्थना साथ है मेरो हातको हात मेरो जोडी चाहिँ एकदम मिलेर हिँडेको है। अनि केटाले पनि केटीले पनि म तिम्रो लागि है आकाशको तारा पनि म झालिदिन्छु भनेर अनि सुरुमा चाहिँ त्यसरी गफ लगाउँछ है। अनि महिना बित्छ, दिन बित्छ, अनि वर्ष बित्छ, अनि बच्चा पनि हुन्छ है। बच्चाको गन्ध पनि आउँछ। त्यो बेला चाहिँ आकाशको तारा झाड्नु त के उसले आफ्नो श्रीमानको श्रीमतीको ठाकठुक परेपछि उसले आफ्नो गाला झाड्न थाल्छ है। यसकारण हामी परमेश्वरको इच्छामा भएको विवाहले चाहिँ हाम्रो परिवारमा, हाम्रो जीवनमा, दाम्पत्य जीवनमा आशिष ल्याउँदछ। यो चाहिँ हुन्छ। भजन सङ्ग्रह 128 को खण्डहरूलाई म तपाईँहरूको बिचमा फेरि म पाठ गर्नेछ। तपाईँहरूले ध्यान दिएर सुन्नुहोला। परमप्रभुको भय मान्नेहरू सबै धन्यका हुन् जो उहाँका इच्छा अनुसारका चालहरूमा चाल दुई होइन एक हुनेछ भनेर प्रभुको वचनले भन्दछ। अब श्रीमान श्रीमती हुन गइराखेको छ अनि आफ्नो नयाँ परिवार है पहिलो घर चाहिँ सुरुवात हुन गइराखेको छ। त्यस हुनको लागि हामीले मैले जति परमेश्वरबाट अगुवाई भएको छ तपाईँहरूको बिचमा 2-3वटा कुराहरू म राख्न चाहन्छौँ। हामी यदि यी कुराहरूलाई पालना गरेमा हाम्रो परिवारमा, मण्डलीमा है अनि आशिष परमेश्वरले ल्याउँदछ। हामी भजन सङ्ग्रह 128 को 1 देखि
तिनसम्म हेर्यौँ भनेदेखि हामी यहाँनिर चारवटा कुरा हामी पाउँदछौँ। हामी आशिषित परिवारहरूले पालना गर्नुपर्ने कुराहरू हामी यहाँनिर देख्दछ। यसदेखि गराउँछ उहाँको इच्छामा चल्दछ है। जब नयाँ दाम्पत्य विवाह भइसकेपछि, घोषणा भइसकेपछि हामी विवाह भइसकेका परिवारहरूले पनि परमेश्वरको डर है, जसले परमेश्वरको डर मान्दछ त्यो परिवारमा वचनले त्यही भन्दछ है। तीन सूत्रले पारेको डोरी चाहिँ सजिलै चुनिँदैन है। त्यसकारण जब श्रीमान श्रीमती अनि हाम्रो बिचमा चाहिँ हाम्रो परमेश्वरलाई राख्नु पर्दछ अनि परमेश्वरलाई आदर गर्न सिक्न पर्दछ अनि परमेश्वरले त्यो परिवारमा अवश्य पनि आशिष ल्याउँदछ है। बिचमा उसको बिचमा ठुलो सङ्कष्ट, महासङ्कष्ट आएको थियो है। एकदम चुनौतीपूर्ण जीवन थियो नाइमी र उसको बिचमा। अनि त्यो बेला त्यस्तो समस्याको बेला अनि देशमा हानिकार परेको थियो। जब धैर्य गर्न सफल भए अनि अन्तिममा चाहिँ उहाँले ठुलो आशिषको झरी बसेको उहाँको जीवनमा हामी पाउँदछौँ। यसो ख्रिस्टको जन्म, उहाँको वंशबाट येशू ख्रिस्टको जन्म भएको हामी घटनाहरू हामी पाउँदछौँ। यसकारण हामी समस्यामा हामी परमेश्वरलाई हेर्ने बानी हामीले बसाल्नु पर्दछ। त्यसकारण हाम्रो जसोसुकै परिस्थितिहरूलाई पनि हामी दुवैजना मिलेर सामना गर्ने प्रयत्न हामीले गर्न पर्दछ। हामी दोस्रो चाहिँ हाम्रो ख्रिस्ट केन्द्रित जीवन है हुन पर्दछ। यसकारण ख्रिस्टमा जिउने परिवार छोराछोरीले चाहिँ म कहाँ गइराखेको छ है, के गरिराखेको छ भन्ने कुरा उसलाई थाहा हुन्छ है। धेरै परिवारहरू म ख्रिस्टमा छ भन्ने कुरा अनि उसले मनन गर्दैन। उसको मन पर्दी है परमेश्वरको डर भयमा नरहेर उसले संसारिक अभिलाषाहरूमा डुबेर जे पनि उसले गर्दछ। अनि त्यस्तो परिवारमा परमेश्वरले अवश्य पनि श्राप, दण्ड, परमेश्वरबाट विपरीत हिँडेको हामी पाउँदछौँ। सायद हामी सबै परिवार चाहिँ एकदम मिलेर प्रेममा रहेको परमेश्वर चाहनुहुन्छ है। हामी धेरै परिवारहरू चाहिँ विवाह भइसकेका परिवारहरू पनि एकदम 6 जस्तो रहेको परमेश्वर चाहनुहुन्छ। त्यसकारण त्यो चाहिँ ख्रिस्टमा रहने जीवनले परमेश्वरलाई इज्जत दिँदछ। यसकारण अनि वचनमै ख्रिस्ट हुनुहुन्छ है। यसकारण आज हामी सम्पूर्ण परिवारले, विवाहित परिवारले, विवाह हुनु परिवारले पनि हाम्रो ख्रिस्ट केन्द्रित जीवनमा आधारित हुन अति आवश्यकता छ। हतारमा विवाह गर्नुहुन्न। त्यसकारण है हामी मेरो जोडी हो कि होइन भन्ने कुरा हामी निश्चित गर्न पर्दछ। प्रार्थनाद्वारा हामी मनन गर्न पर्दछ। हामी यसै 34को 16ले यही कुरा भन्दछ, आफ्नो जोडी चाहिँ कसैले पनि लगिँदैन है। परमेश्वरले अवश्य पनि जोडी दिनेछ। यसकारण प्रार्थनामा लागि पर्न अति आवश्यकता छ। हाम्रो परिवार भइसकेपछि अनि परमेश्वरमा निरन्तर, येशू ख्रिस्टमा निरन्तर लागिरहन, परमेश्वर र येशू प्रभुलाई आदर गर्न अति आवश्यकता छ। जब भन्ने परिवार कस्तो राम्रो है, उसको जोडी चाहिँ मिलेर हिँड्छ। जहाँ गए पनि उहाँ हाम्रो परिवार कति राम्रो परिवार भनेर अरूबाट प्रशंसा मिलेको परिवार हुन पर्दछ है। त्यो परिवारले अवश्य पनि परमेश्वरलाई आदर गर्दछ। अनि अतिथि सत्कार गर्ने परिवार हुन पर्दछ। जब विवाह भइसकेपछि नव दाम्पत्यले हाम्रो वरिपरि रहेका परिवारहरूलाई, हाम्रो मण्डली परिवारलाई, साथै परमेश्वरका जनहरूलाई अतिथि सत्कार गर्न हामीले सिक्न पर्दछ। अनि परमेश्वरको अनुग्रह त्यो परिवारमा रहनेछ है। मार्था र मरियमले जहिले पनि आफ्नो घरमा आउने परिवारहरूलाई सत्कार गर्दथ्यो है। त्यसले नै हामीले धेरै कुराहरू, हाम्रो इसाई परिवारले धेरै कुराहरू, आत्मिक कुराहरू सिक्न अति आवश्यकता छ। त्यसकारण श्रीमान
श्रीमती भनेको चाहिँ एक रथको दुई पाङ्ग्रा जस्तै हो है। त्यसकारण त्यो पाङ्ग्रा एउटा पञ्चायत भयो भने त्यो रथ चाहिँ बुझ्दैन है। अनि त्यसमा मात्र बसिरहन्छ है, त्यो बुझ्न सक्दिन। त्यसकारण हामी बुझ्न रथको दुई पाङ्ग्रा जसै श्रीमान श्रीमती मिलेर जसोसुकै परिस्थितिहरूलाई पनि पार गर्दै है। त्यसले नै आज श्रीमतीको ठुलो जिम्मेवारी छ। सबभन्दा श्रीमान श्रीमतीले आफ्नो परिवारलाई चलाउन सिक्नु पर्दछ, रुपियाँ पैसा चलाउन सिक्नु पर्दछ हुनु पर्दछ है। त्यसकारण आज भोलि सायद धेरै परिवारहरूमा देख्छौँ परमेश्वरको डरमा नरहेको है। अनि उसले आफू जे मनपर्छ त्यही गरिराखेको हामी पाउँदछ। दुई चारजना अगुवाजनहरू थिए त्यति बेला। अनि एकजना केटा एकजना केटी पनि गाडी लिएर आए, छेउमा बसेर उनीहरूले पनि खाजा खाए। त उनीहरू नजायज काम गर्नेहरू, परमेश्वरको विरुद्धमा उठ्ने भाइ बहिनीहरू पनि हामी देख्छौँ। र त्यो चाहिँ हामी गीत गाउनेछौँ। अगाडि आएर एक दुई चार पाँचजना कति हुन्छ होइन, भाइ बहिनीहरू अगाडि आइदिनुहोस् है। जमाना बिरानो छ, कुन यहाँ आफ्नो छ। परमेश्वरको वचनबाट र करार सहित उहाँ आउनु हुन लागिरहेको छ है। र यस समय चाहिँ म हाम्रो स्थानीय मण्डलीका पास्टर धनबहादुर गुरुजीलाई म हस्तान्तरण गर्दछु। परमेश्वरलाई धन्यवाद। यहाँ उपस्थित हरेक मण्डलीबाट पाल्नु भएर गुरुआमा सम्पूर्ण मण्डली परिवारमा विजय प्रोग्राम जयमसी। आज हामी खुसियालीको दिनमा हामी आज उभिएका छौँ। त्यसैले गर्दाखेरि हामीले अब पारिवारिक जीवन कसरी जिउनुपर्छ भन्ने बारेमा वचनबाट हामीले सुन्यौँ। मैले हिजो भनेको थियो हुनुपर्छ भनेको थियो, आमाहरू अलि ढिला आउनुभयो, अहिले ढिलो हुने भयो। त्यसैले गर्दाखेरि तपाईँहरू नहातारिनुहोस्। अब केही समयपछि अब हामी दुई प्राणीलाई एकसाथ जोड्न गइरहेको छ। त्यसैले गर्दाखेरि मैले हिजो पनि भन्यो परमेश्वर कति महान र कति आशा हुनुहुन्छ। उहाँको उद्देश्य योजना र उद्देश्य परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भयो र परमेश्वरले मानिस एक्ला आएको पानी मात्र पिउने गर्नुपर्छ भन्दा पनि यो किनभने यो अलङ्कारी भाषामा लेखेको कुराहरू तपाईँहरूले थाहा छ। मर्कुस 10को 6, 7, 8, 9 पदमा परमेश्वरले नाना नारी बनाउनु भयो। अब बुवा आमाले छोडेर उनीहरू एकसाथ मिलिरहेको छ। यसो मिलेर आजको विवाह कार्यक्रममा परमेश्वरको उपस्थिति मण्डली परिवारको मेरो छोरा सानो भयो। मेरो छोराले अब श्रीमती खोजेर दिनु पर्यो, बेला खोजेर दिनु पर्यो। मेरो छोरी श्रीमान छैन, ऊ एउटै अब जाडोमा पुत्रुक सुतिरहेको छ। मैले हुनको लागि श्रीमान गयो भने खोजेर दिने पर्नेछ। धन्यवाद। त्यसरी अब हामी कार्यक्रम अगाडि बढ्नेछौँ। आज केही प्रश्न केटा पक्ष हाम्रो गुरुआमा हुनुहुन्छ। हाम्रो गुरुआमा आइल्यान्ड बिहार मण्डलीका अनि कसरी भूमिका निभाइरहनु भएको हाम्रो गुरुआमा। गुरुआमाले फेरि हिजोकै प्रश्न सोध्दैछ।
आज हजुरको छोराले भागिन जिल्ला जीवन ज्योति मण्डली रुकु कुमार लामाका मनिषा लामालाई हिजो पवित्र मगनी गरेर पवित्र विवाह बन्धनमा बाँध्नको लागि अहिले परमेश्वरको उपस्थितिमा धनै समुदायको अगाडि मण्डलीका पास आफूहरूको व्यवहारमा अब हुन गइरहेको छ। त्यसैले तपाईँ खुसी हुनुहुन्छ, ताली बजाउनुहोस्, खुसी हुनुहुन्छ। त्यही खुसी आजको दिनदेखि जीवनको अन्तसम्म खुसी भइरहनु पर्छ। त यसै दिदी अनि तपाईँले छोरा बुहारीलाई दुःख सुख हरेक कुरामा तपाईँले अनि हेर्नुहुन्छ होइन त? दुःख सुखमा हाम्रो छोरा बुहारीको निम्ति सबै कुरो हेर्नुहुन्छ भनेर पनि उहाँले प्रतिबद्धता जनाउनु भयो। धन्यवाद। त्यसै गरी अब रुवा आइवान मण्डलीका उद्धार मण्डलीका अनि बुढा आमाको छोरा कृष्णबहादुर बुढा मकरले मन परेर हिजो पवित्र मगानी गर्नुभयो र आज पवित्र विवाह बन्धनमा बाँध्नको लागि यतिका साथीहरूको उपस्थितिमा तयारी हुँदैछ। के तपाईँ रुकुजी आफ्नो मनिषा छोरी उहाँले पवित्र विवाह बन्धनमा बाँध्नको लागि तपाईँ खुसी हुनुहुन्छ? आमाले पनि दिनुहोस्। धेरै कुराहरू उठाउने आमाहरूले हो। आमाले खुसी हुनुहुन्छ? खुसी छ पानी खोज्नु कुनै खुसी छ कि धेरै कुरा काट्छ कि काट्दैन न? अब एकछिन छोरीको निम्ति दुःख सुख हरेक अवस्थामा तपाईँले हेरविचार गर्नुहुन्छ है? गर्छु आमाले गर्छु। धन्यवाद। आमा बुवा दुईपट्टिको पक्ष तयारी हुनुभयो। यसैले गर्दा अब हाम्रो बाबु कृष्णबहादुर मकरलाई म सोध्दैछु, तपाईँलाई भागिन जिल्लाको रुकु कुमार लामाको छोरी मनिषा लामा तपाईँले आफ्नै इच्छाले आफ्नै विचारले प्रार्थना साथ पवित्र विवाह बन्धनमा बाँध्नको लागि खुसी हुनुहुन्छ कि कुनै कर्तव्यले? म तयार छु। आफ्नै खुसीले ताली बजाउनुहोस्। आफ्नै खुसीले कृष्ण बाबुसँग तपाईँ पवित्र विवाह बन्धनमा बाँध्नको लागि कसैले बुवाआमाले फलाने केटोले नै जानुपर्छ, फलानसँग नै विवाह हुनुपर्छ कर्तव्य लगाएर हो कि तपाईँ प्रार्थना साथ आफ्नो जीवन साथी रोज्नु भएको? आफ्नै सोच। ताली बजाउनुहोस्। अब त्यसैले गर्दाखेरि अब सबै तपाईँले सुन्नुभयो। अब मैले आज भजनबाट भने परमेश्वरले यस जोडीको जोडीलाई अनि मैले कुनै ठाउँमा भजनबाट 5-6वटा बुँदाहरू रहेछ पवित्र बन्धनमा जोडेको जोडीहरूलाई छुटाउने कुराहरू पनि संसारमा धेरै कुराहरू छ। त्यसैले गर्दा परमेश्वरको वचनले ऋतुले बाहेक छुटाउनु हुँदैन भनेर भन्दछ। अब दुलहीको अभिभावकले जसरी रेबिका अब्रामका नोकरको नाम मुख्य नोकरको नाम एलिजा बाइबलमा त लेखेको छैन, अर्को पुस्तकहरूमा लेखेको जुन उहाँले केटी मकनी गर्न जाँदाखेरि अनि केटी मकनी भयो, सबै कुरो सफलता भएपछि अनि त्यहाँ चाहिँ रेबिकालाई आफ्नो बुवा अथवा दाजुहरूले आशीर्वाद दिएर पठाएको कुराहरू हामी देख्छौँ। उहाँले आशीर्वादमा कसरी दिनुभयो? मेरो छोरी जोडीलाई जन्मेका बाल बच्चाहरू ठुलो विद्वानहरू, ठुलो वीर मानिसहरू, डक्टरहरू, इन्जिनियरहरू अनि ठुलो अनि मानिसहरू छोराछोरीहरू जन्म्यो भनेर आवाज दिएर अनि प्रार्थना गरिदिनुहोस्। आशीर्वादको प्रार्थना कन्यादान भन्छ। र आउनुहोस् छोरीको हात जोइको हातमा राखेर तपाईँले प्रार्थना गरिदिनुपर्छ। बुवा त नै ल हजुर अब हेर्नुहोस् है, आजदेखि यता सुन्नुहोस्। आज जन्मघरबाट कर्मघर सादैछ, किनभने हामी प्रत्येक व्यक्तिको जन्मघर कर्मघर हुन्छ। आज मनिषा लामा जन्मघरबाट कर्मघरमा बुवाले आशीर्वाद दिएर पठाउँदै हुनुहुन्छ। आज एउटा दुःखको कुरो पनि हो, एउटा खुसियालीको कुरो पनि हो। किनभने आफ्नो
घर घरमा हाँस्यो हिँड्यो बोल्यो कस्तो खानु मन लाग्थ्यो जाने गर्थ्यो अहिलेदेखि त्यो पाउँदैन श्रीमानको अनुमति बिना कुनै कतै कदम चल्न गाह्रो छ त्यसैले गर्दा अनि आफ्नो बुवाले छोरी ज्वाइँको हातमा जिम्मेवार सुम्पिदिए उहाँले आशिष माग्नुहुन्छ आशीर्वाद दिनुहुन्छ स्वर्गमा विराजमान हुने परमेश्वर पिता हामी तपाईँलाई धन्यवाद दिँदछु प्रभु थाहा छ प्रभु आजको यो विशेष समारोहमा तपाईँको उपस्थिति हामीले एउटा पवित्र दिएको निम्ति धेरैभन्दा धेरै डाक्टर अनि आफ्नो हरेक अनि गर्न सक्ने एउटा 25वटा चर्चकै अगुवा पास्टरहरूको बिचमा राखेर म आफैले सुपुत्रीलाई एउटा हालेलुयाको रूपमा मैले दिनुपर्ने कर्तव्य अनुसार मैले परमेश्वरको नजरमा सम्पूर्ण पास्टरहरूको बिचमा यहाँका विभिन्न कर्मचारीहरू सबैको बिचमा साक्षी राखेर आजको दिनदेखि मैले प्रभुको उपस्थितिमा म विनम्र अनुरोधका साथ म तपाईँलाई धन्यवाद दिँदछु प्रभु उहाँहरूको जीवनले सफलता पाओस् उहाँहरूको जीवन उच्चमा पुगोस् ताकि उहाँहरू बन्न सकोस् उहाँहरूको जीवनमा परमेश्वरले ठुला ठुला आशिषमयका जीवनहरू देन भने विश्वासका साथ मैले परम प्रभुको उपस्थितिमा सम्पूर्ण पास्टरहरूको उपस्थितिमा मैले आफ्नो छोरीलाई जयको हातमा सुम्पेको छु भन्दै परमेश्वर पिता म तपाईँलाई यो बिन्ती पुकार गर्दै यो दुई सप्ताह परम प्रभुको नाममा धन्यवाद दिँदै प्रार्थना बिन्ती गर्दछु। अब बाइबल धर्मशास्त्रमा यही कुराहरू लेखेको छ। अब त्यसपछि हामी धुलाएर धुलाइ खराब बाट्ने पहिले धुलालाई त्यसपछि धुलीलाई तपाईँ कुट्नुहोस् तपाईँ दुईजना कुट्नुहोस् अनि मैले जे भन्छ तपाईँले त्यही भन्नु तपाईँले त्यही भन्नु है ल आजको दिनदेखि हाम्रो दुःखमा सुखमा वा सुखमा अभावमा पूर्णतामा सङ्कष्टमा बिरामी अवस्थामा मैले तिमी मनिषालामालाई प्रेम गर्न र सहायता गर्नको लागि अनि परमेश्वरको उपस्थितिमा मण्डली परिवारको बिचमा पास्टर अगुवाहरूको रोबारमा श्रीमतीको रूपमा स्वीकार गर्दछु। आजको मितिदेखि हामी दुईलाई मृत्युले बाहेक कुनै कुरोले छुटाउन सक्दैन। पवित्र अभिषेक अनुसार उहाँको उपस्थितिमा सारा जनसमुदायको अगाडि विश्वासको भाषा बन्नेछौँ। धन्यवाद। उहाँले पानी पठाउनु उहाँले के भन्नुभयो उहाँ छुटाउनु मिल्दैन आमाहरू सुन्नुहोस् छुटाउनु मिल्दैन। उहाँले दुःखमा सुखमा बिमारी अवस्थामा अभावमा गरिब अवस्थामा जतिसुकै अवस्थामा मेरा विवाहकी श्रीमती भनेर उहाँले स्वीकारिसक्नु भएपछि अब आफ्नो विवाहकी श्रीमती भनेर उहाँले स्वीकार्नु भयो। त्यसरी आज हामी पनि सदाबाट पनि यही कुरा जानेछ। आजको मितिदेखि दुःखमा सुखमा अभावमा पूर्णतामा सङ्कष्टमा बिरामी अवस्थामा मैले आज तपाईँ कृष्णबहादुर बुढा मकारलाई मेरो विवाहित श्रीमानको रूपमा स्वीकार गर्दछु। आजको मितिदेखि हामी
छुटाउन मिल्दैन छुटाउन मिल्दैन र परमेश्वरको परमेश्वरको पवित्र अभिषेक अनुसार पवित्र अभिषेकको अनुसार उहाँको उपस्थितिमा यो सारा जनसमुदायको अगाडि विश्वासको बाजा गुणमान बाँड्दछु उहाँले पनि धेरै आमाहरूलाई यो भएन त्यो भएन भन्दाखेरि गर्छ त्यो गर्नु हुँदैन। आज फेरि गरिबी अवस्थामा पनि मेरो श्रीमान भनेर माया गर्नुपर्छ। दुःखको बेलामा बिरामी अवस्थामा जस्तोसुकै अवस्थाहरूमा मेरो श्रीमान भनेर पनि स्वीकारिसकेपछि यहाँ परमेश्वरको उपस्थिति छ, मण्डलीको पश्चात्पहरू छ, त्यहाँ मण्डली समाजको मनिषा लामाले अनि मेरो विवाहको श्रीमान भनेर कृष्णबहादुर अनि ब्रह्मकरलाई स्वीकार्नु भएपछि उठाउनु मिल्छ, हेर्न गर्नु मिल्छ मिल्दैन। ताली पर्काउनु अब हामी अर्कोतिर जानेछौँ, अर्को कार्यक्रमतिर जानेछौँ। अब हामी विवाहको घोषणा गर्नेछ, विवाहको घोषणा गर्नेछ। त्योभन्दा पहिला विवाहको घोषणा हुनुभन्दा पहिला औँठी र केही चिन्ह मागेर आशिष मागेर औँठी लगाउने। अब चिन्हहरू के छ ल्याउनु अगाडि हाम्रो गुरुबा चन्द्रलाई बोलाएर चिन्हको लागि हामी आशिष माग्नेछौँ। पाइने चिजहरू समुद्र सतहमा जीवित परमेश्वर उहाँहरूको पवित्र विवाहको सन्दर्भमा प्रेमको चिना सानो उहाँहरूको प्रेमको चिनामा तपाईँलाई आशिष बनाउने जसरी यो औँठी गोलो छ त्यसरी नै उहाँहरूको प्रेम अन्त्यको दिनसम्म त्यसरी नै भर्खरै हामीले वचनको खण्डबाट सुन्न पायौँ। तिनसुकी जोडीले बाँचेको जोडी कहिले पनि छोड्दैन। त्यस कारणले गर्दा उहाँहरूको प्रेम अन्त्यसम्म रहेर एउटा असल बुबा असल आमा भएर उहाँहरूको तिर्खाउने भोगाउने प्यास लिने विनम्र अनुरोध गर्दछ। उहाँहरूको परिवारी बन्धनमा आज बाँध्दछ। उहाँहरू एउटा शान्तिको परिवारको मिलादको परिवार एकताको परिवार अनि परमेश्वरको हरिया मान्ने परिवार उहाँको प्रेम विश्वास हुन नदिनु। म तपाईँलाई धन्यवाद दिन्छु। साँच्चै प्रभु तपाईँले जुटाउनु भएको जोडीलाई कहिले पनि हिरोमिरो हुन नदिनु। धन्यवाद रहन्छौँ। अब परमप्रभुले आशिष बनाउनु, प्रभु दीर्घायु बनाउनु, प्रभु बनाउनु। अब हामी औँठी लगाउने, औँठी लगाइसकेपछि सबैले ताली बजाउनु। पवित्र आत्माको नाममा हाम्रो अपासी प्रेम आनन्द र विश्वासको चिन्ह र बाजा अनुसार यो औँठी उपहार मर्फत म तिमीसँग अनि विवाह गर्दछु दुवैको लागि। अब मनिषाले उहाँसँग विवाहको अनि विवाह गर्दै हुनुहुन्छ औँठी उपहार दिएर। मलाई कि 2:14-15 उल्लेख गरेको छ। यसरी लेखेको ध्वनिपन्थका अनि आज्ञाहरू कुनै बोल्नु हुँदैन, कुनै भनेर प्रश्न गर्छ। मनिषासँग सोध्छु तपाईँले यहाँ ध्वनिपन्थका यो आजको भाजपन्थले कुनै कानुन बोल्नु हुँदैन कहिल्यै गर्दैन। अनि बाबुले फेरि यस ध्वनिपन्थका आफ्ना श्रीमतीसँगको बाजापन्थलाई तोड्नु हुँदैन कि कहिले तोड्ने छैन, कहिले तोड्दैन। अब औँठी लगाउनु, यो धाकामा औँठी लगाउनु। ताली पर्काउनु, धन्यवाद। हिजोसम्म प्राण भित्र प्राणी भित्र
हुन्छ कति आशा हुन्छ हालको मात्र पानी पर्दै गर्नु विवाहको घोषणा गर्नु छ अब विवाह भइसक्यो उहाँहरू दुईजनालाई एकसाथ छोडिसक्यो अब उहाँ हामीले देख्दाखेरि दुईजना देख्छ भयो आजको दिनदेखि त्यसैले गर्दाखेरि अब धुलाले रुवाईको धुलाले अब यता सुन्नु ढिलाकुटले त बहिनीले मन गरेको थियो अनि त्यो देशमा दिदी विवाह नभइकन बहिनी बिहा गर्नु नहुने भयो राजी विवाह गर्दाखेरि त उहाँले त बहिनी ल्याउनु पर्ने दिदीको लिएर आएका भोलिपल्ट दिदी हेर्दाखेरि दिदी बोले घुम्नु गरेर विवाह गरेको त्यसै कारणले अब मनिषा लामा झुकेर अर्को मनिषाको दिनुभयो हेर्नुपर्छ हो होइन हेर्नुपर्छ ल अब घुम्नु पानी बर्ताउनुहोस् विवाह भइसक्यो त्यसैले हिन्दू पनि गरिसक्यो अब धुला पिँढीलाई घुरा टिक्न लगाउने अब तपाईँ बिचमा घुरा टिकेर बस्नु अब आशिषको प्रार्थना गर्नुहोस् आशिषको बस्नु घुरा टिकेर अब हाम्रो पार्टी अगाडि सबैजना अगाडि आउनु आशीर्वाद दिनुपर्छ उहाँहरूको जीवनको आज वैवाहिक जीवनको यात्रा आजको निम्ति
प्रार्थना आत्मशक्ति प्रभु तपाईँको हातमा समर्पण गर्दै ल्याएर गर्ने मुक्तिदाता येशू आमेन। प्रस्तुत बस्ने आफ्नो काममा अहिले प्रमाणपत्रमा हस्ताक्षर गर्दै हुनुहुन्छ। अब दुलीको बुवामा बुवा पनि प्रमाणपत्र वितरण गर्दछ र हजुरहरूले सबै ताली बजाउनु, हातले समाउनु, यता हेर्नु एकप्रति हामी यो साक्षीको रूपमा मेरो कार्यक्रम सक्यो। अब यो समय हाम्रो सन्तानलाई हातमा गर्दै म बिताउनु जय मसी। एकछिन हेर्नु यता हेर्नु नाचिनुहोस् भरोस बाल्नु बाबु आजको यो कार्यक्रम पवित्र दिनलाई शुभकामना दिनको निम्ति आउनुभएका सम्पूर्ण इष्टमित्रहरू म के भन्न चाहन्छु भनेपछि मैले अलि केही आजको यस पवित्र विवाहमा जो निमन्त्रण आउनुभयो सम्पूर्ण मण्डल परिवार अनि विभिन्न किसिमका दलबाट जो आउनुभएका अनि भाइहरूलाई म जय मसी अनि नमस्ते भन्न चाहन्छु। परमेश्वर महान हुनुहुन्छ, जस्तोसुकै परिस्थितिमा पनि हामीले परमेश्वरको वचनबाट हामी सुनिसकेका छौँ। परमेश्वरमा विश्वास गरेपछि हामीलाई एक दुसरा बाधा आउँदैन भन्ने होइन, तर पनि जब परमेश्वरमा स्थिर रहन्छ भने सबै ती समस्याहरू हल भएर जान्छन्। अनि त्यस कारणले गर्दा म खुसी छु। अनि हामीले अहिले भर्खरै मात्र वचन सुनेका छौँ। अनि दुई पाउरा सँगसँगै बुझ्छ, एउटै पाउरा बुझ्न सक्दैन भनेर। अनि कोही कथा रोक्दैन। अनि यो भजनलाई एकदमै मन पराउँछु। साँच्चै म मेरो बाबुको लागि जब जवानी पहिला टेक्दै गयो 15 वर्षदेखि है यो बजालो थियो। अनि एकदमै 15 वर्षमा नै उसले उमेर भइसकेको थियो। तर पनि 20 वर्षसम्म बिहा गर्नु हुँदैन। अनि पहिलो कुरा आफ्नो खुट्टामा टेकिनु पर्छ।
र दोस्रो कुरा पहिलो कुरा परमेश्वरको शिक्षामा कसरी अगाडि बढाउँ र दोस्रो कुरा कसरी आफ्नो पाइलामा टेकाउँ र तेस्रो कुरा कसरी आफ्नो शरीरको लागि त्यो राम्रो स्त्री कहाँ पाऊँ भनेर म एकदमै परमेश्वरमा प्रार्थनामा लाग्यो। रोल्पा दुर्गम यति पहाड भन्थे तर पनि जतातता नि परमेश्वरले बनाउनु भएको सुन्दर हो, जहाँ नि सुन्दर छ अनि एकदमै पहाड रहेछ अनि उताको भन्दा पनि यति उकालो यति ओह्रालो गाडी चढ्न उता चढिराखेको गाडी पनि यता चढ्न एकदमै गाह्रो भयो कि अनि त्यो बाटोमा ओह्रालो देख्छु अनि साँच्चै नै यस्तै गुर्क्यो। दाइले पाङ्रा खोजिदियो, मेरो दाइ यहीँ बस्नु भएको छ, काठमाडौँमा बस्नुहुन्छ। मेरो दाइले भन्दै हुनुहुन्थ्यो यो गाडी धेरै टाढा सफर हिँडेको छ, यसको पाङ्राहरू यसको केही न केही काटिसकेको छ, ओजन पनि छ अनि यो कसरी हिँडेको होला है बहिनी भनेर भन्दै हुनुहुन्थ्यो मेरो दाइले। अनि मैले अनि दाइ भने यति बिहान कुरा गर्ने बित्तिकै साँच्चै नै त्यो दाइने पाङ्रा खोस्टिदियो कि जब दाइने पाङ्रा खोस्टिदियो नि अब त्यो गाडी हिँड्न बाध्य भयो। त्यस कारणले गर्दाखेरि हो गाडी जस्तै आज परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुभएको छ। 10-11 वर्षपछि हाम्रो धैर्यको फल मिठो हुन्छ। परमेश्वरको वचनमाथि म विश्वास गर्छु, म गर्व गर्दछु। साँच्चै नै यो जुलीपाटीलाई कोही कुराले रोक्न सक्दैन, कोही रोक्न सक्दैन। मेरो प्रार्थना यही प्रकारको थियो, प्रभु धन्यवाद छ यीशु, म आज 14 वर्षको ओल्ड पास्टर भएर भन्दै हुनुहुन्थ्यो परमेश्वरको भय नमान्नले कता के हुन्छ, अलिकति संसारको कुरालाई स्थान दिनाले अलिकति पुस्ताउने गर्दछु। जो भाइले गर्ने मेरो नानीको लागि तपाईँहरूले सम्झिनु होला, प्रार्थना गरिदिनु होला। ऊ भान्जाको लागि सम्झिनुको लागि म प्रार्थना गरिरहेको छु। परमेश्वरले हामीलाई एउटा रायको दाना रोक्नुभयो। त्यो रायको दानालाई जति हामीले नानीको भागी विवाह भए तापनि उसको श्रीमानको सासुको आत्मा बाँचोस् भन्ने मेरो प्रार्थना छ। तपाईँले प्रार्थना गरिदिनु होला। अनि साँच्चै नै आज मेरो प्रार्थना यही थियो, प्रभु मेरो लागि तपाईँको हातमा राख्दछु। आज मान्छे देखेर हुँदैन, तपाईँको इच्छा कहाँ छ, तपाईँको योजना के छ। अनि साँच्चै नै हामीले हेरेर हामीले बाहिर रूप हेर्छौँ तर परमेश्वर तपाईँ हृदय हेर्नुहुन्छ। अनि साँच्चै नै मेरो प्रार्थना यही थियो। अनि साँच्चै नै मेरो छोराको लागि एकदमै सहन र सहयोगी तपाईँले प्रत्येक दिन राख्नु भएको छ, कुन कुरामा राख्नु भएको छ। प्रभु साँच्चै परमेश्वरको हातमा अहिले दिएको होइन हो। मैले ठ्याक्कै यो भिडियो भनेको थियो तर प्रभु तपाईँको इच्छा कहाँ छ, तपाईँको योजना कहाँ छ अनि मलाई थाहा छैन। तपाईँ जान्नुहुन्छ, तपाईँको इच्छा योजना जे छ त्यही सफल होस् भनेर प्रभुमा मेरो आँसु बगाउन बाहेक अरू केही पनि थिएन। र मेरो गरेको धैर्यतामा हातमा राख्दै यो सल्लाह सुझाव दिँदै अनि सबैलाई जय मसीह नमस्ते। प्रभुले आशिष दियो, किनभने संसारमा क्रिस्चियनको दिनमा आफ्ना मित्रहरू सँगै हुन्छन् प्रभुको नाममा। आमेन। जय मसीह।
पवित्र बन्धनमा यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा परम प्रभुको इच्छा पूरा गर्न तयार छन् दुवैजना परम प्रभुको इच्छा पूरा गर्न तयार छन् दुवैजना यो जोडी आज आशिषको झरी बर्सादै गर्छ यो नयाँ जोडीमा एक भन्दा दुई असल भन्ने बाइबलको वचनमा नमुना बनोस् यो जोडी कामना यो दिनमा सुते डोरी डारिलो हुन्छ पवित्र बन्धनमा यो
आशिष र दर्शन माग्दछु प्रभु अभिषेक यो दिनमा आज यो जोडी समर्पण गर्छौँ तपाईको चरणमा आत्मिक दियो सकाउनु हो प्रभु चम्कानुस् जोडीमा नुन र ज्योति बनाउनुस् प्रभु यी छोरा छोरीलाई यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा परम प्रभुको इच्छा पूरा गर्न तयार छन् दुवैजना